नमस्कार सम्पूर्ण मित्रहरुमा। मलाई आज अलि स्वास्थ्य ठिक छैन, ज्वरो आइरहेछ। घरि शरीर तातिन्छ, घरि एकदमै जाडो हुन्छ। तर जोस हस्पिटल गएर मैले औषधि ल्याइसकेको छु, ठिक होला भन्ने आशा गर्दछु। र नेपाली कांग्रेस सम्बन्धित एउटा भिडियो बनाउन मन लाग्यो फेरि आज। देउवा समूह गगन थापाले घोषणा गरेको नियमित महाधिवेशनलाई रोक लगाउन माग गर्दै फेरि आज सर्वोच्च अदालत जानेछन् अथवा गए भन्ने न्युजहरु मैले सुन्दै थिएँ अनलाइन मिडियाहरुमा। मैले एउटा कुरा जानेको चाहिँ के हो भने आखिर आफैले सिर्जना गरेको पार्टी हो, इतर समूहमा सर्वमान्य नेतृत्व छैन नै छैन। भोलि यसले विग्रह अनिवार्य ल्याउँछ, युवाहरुको मतदाताहरुको समर्थन छैन नै छैन। त्यसकारणले अब बिना हिचकिचाहट आफ्नो जिल्लाबाट क्रियाशील नवीकरण गर्ने र महाधिवेशनमा भाग लिने, सके गगन थापालाई हराउने, नसके हार स्वीकार गर्ने अथवा महाधिवेशनमा भाग लिने र जित या हार स्वीकार गर्ने, यही नै हो अबको वैधानिक र अन्तिम विकल्प। अन्य उपाय छैन। त्यसकारणले यो भए के हुन्छ भने कांग्रेस एक पनि रहन्छ, वैधानिक र लोकतान्त्रिक पनि ठहरिन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरुले एकचोटी सोच्न म आग्रह गर्दछु नेताजीहरु। अब जनमत नभएसम्म नेता हुँदैन। त्यसकारणले तपाईहरुले एकचोटी क्रियाशील रिन्यु गरेर महाधिवेशनमा भाग लिएर हिम्मत भए गगन थापालाई हराएर शासन गर्नुस्, पार्टी चलाउनुस्। यति गर्दा त हुन्छ नि हैन? कि पहिल्यै सबै टीका लगाइदिनु पर्ने, छोड्दिनु पर्ने। त्यसकारणले यो विषयमा सोच्नुस् है, सोच्नुस्। फेरि पछि घर न घाटको भइहाल्ला।